जुक्का जुङ्गा नि यहाँ पिट्टा फुट्न लागिसक्यो। Oh shit. So hello guys and welcome to my vlog. In another video ma फेरि पनि यसै अर्को vlog लिएर आयो। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला नि? यस म पनि सन्चै छु। एन्ड सुरुवात भएको छ मेरो क्याफेबाट। हेर्न सक्नुहुन्छ नि आज चाहिँ ओपनिङको दिन मेरो चाहिँ यो क्याफेको हाम्रो क्याफेको नाम चाहिँ हिले क्याफे। आज सुरुवात हुँदैछ ओपनिङको लागि। थोरै हल्का डेकोरेसन भएको छ बाहिरबाट भन्दा नि भित्र चाहिँ यस्तो रहेको छ। डु भिजिट है गाइस, आउनुहोस् मस्त खानुहोस्। टेबलहरू चेयरहरू यस्तो यस्तो किसिमको छ हाम्रो सबै कुराहरू अपडेट हुँदैछ है, बिस्तारै अपडेट हुन्छ। अहिले जे छ त्यहीबाट हामी काम चलाइरहेछौँ सबै कुराहरू। सो आज धेरैलाई इन्भाइट पनि गरेको छौँ। सो को आउनुहुन्छ के आउनुहुन्छ हामी त्यही अनुसार भेट्छौँ पनि, कुरा गर्छौँ, रिभ्यू पनि लिन्छौँ, सबै गर्छौँ है त आज। चम्मच ले पार्सल आएको छ हाम्रो पार्सल ओपनिङ। हाम्रो राजु केसी हाम्रो भाइ सधैँले चाहिँ हामीलाई ल्याइदिनु भएको छ। सो अनबक्सिङ हुँदैछ हाम्रो। मेरो वाइफले चाहिँ अनबक्सिङ गर्दै छिन्। के छ त यहाँ तपाईँ कतिको एक्साइटेड हुनुहुन्छ? एक्साइटेड या हामी पनि एकदम हेर्न एक्साइटेड छौँ के छ भनेर। अरे नहेरेर म एक्लै हेरेर वाउ भन्नु। मलाई चाहिएको Thank you so much, Dai. Thank you so much, Dai and Bauzu. Hey, Bauzu, thank you so much, Dai and Bauzu. 5, 6, 7 go. Ah. Nice. Ada Johnny. के होता नि के कुरा चित्त बुझेन। यहाँ डिस्कस गरौँ। यहाँ न के कुराको चित्त बुझेन?
चित्त बुझे हैन हैन चित्त दुखी मेरो के कुराको चित्त देख्यो तिमीले घुर फालेपछि पनि मैले फेरि घुर फाल्यो भने त झन् राम्रो कुरा स्याबास बुढा भन्नु त कहाँ छ हैन त्यो के त त्यो त भन नि त भन्दैन म आफू सम्झिने आफू बुझ्ने कुरा हो यो के आई डोन्ट नो थाहा छैन मलाई नानी मुखेन खिच्न छैन म खिच्या के कुरा चित्त बुझ्नु त्यो भन न के चित्त बुझेको हैन कि चित्त दुखेको चाहिँ के कुराले ल भन चित्त दुख्यो नि यहाँ पिट्ट फुट्न लागिसक्यो त्यो त के कुराले त नि त्यतिकै त होइन होला बुझ्नु न अब सम्झिनु न थाहा छैन कि मलाई बिहानै उठेर आएर सटर खोलेर सरसफाइ गरेर बसिरहेको छु त्यही पनि चित्त दुख्ने अब कस्तो चित्त दुख्नु हो त त्यही तिमीले घुर फालेर पनि फेरि मैले घुर फालिदियो त्यहीमा घुर फालिदियो भनेर हो नि हो अनि के त त्यही हो त्यही हो त आइसक्यो होइन कि के हो त अनि सम्झिनु न के कुरा हुन्छ त देखाउ थाहै छैन कि मलाई मैले चित्त दुखाए जस्तो लाग्दैन त के कुरालाई भन न पहिले सन यो हजार सम्झिनु हजार कस्तो हो र थाहा छैन मलाई हावा कुरा नगर त पहिला भन छिटो के कुरा यो कुरा चाहिँ हजुर आफैले थाहा पाउनु त्यही त नि आफै आफै ल बेलुकासम्मको टाइम दिन्छु आफै सम्झिने ल मैले के कुरामा चित्त दुखायो भने ए बाबा थाहै छैन कि मलाई मलाई एक दिनको टाइम दिएँ क्या ल त्यो लगाउने थाहा छैन मलाई एक दिन म चित्त दुखाउने काम गर्दिनँ तिमी त्यही दुखाइहाल्यो पनि नि आइएम सरी भन्ने मान्छे हो ठिक छ अब बाई चान्स दुखायो भने अझै पनि भन्न चाहन्छु कि आइएम सरी होइन सरी बेलुकासम्मको टाइम दिन्छु ल मलाई थाहा छैन भाइ त मलाई लागेको चाहिँ के भन्दाखेरि अब यहाँ घुर फालेको थियो अलिअलि अब छेउछेउमा अलिअलि बचेको भएर चाहिँ यतातिर यो साइडमा फालेको थिएनौ यहाँसम्म फालेको थियो अनि अब यता पनि फालिदिउँ न भनेर चाहिँ मैले फालिदिएँ हो खास अरू के होइन त्यो कुराले हो नि चाहिँ अब होइन त्यही त भने मैले बेलुकासम्मको टाइम दिन्छु पत्ता लगाउनु आफै केही थाहा छैन यार त्यही भएर थाहा के सम्बन्धित त हो न थाहा होस् भने त बेलुका के सम्बन्धित म भन्दैन म बेलुकासम्मको टाइम दिएँ आज चित्त दुखायो कि हिजो चित्त दुखायो आजै चित्त दुखायो उठेपछि यता तल आइसकेपछि कि आनन्द गयो त्यही हो त म भन्दैन त्यो नरहेन थाहा पाउनु एक दिनको टाइम दिएछु के गरेर चित्त दुखायो त मैले हेर्नु परेन थाहा छैन म थाहा छैन बेलुकासम्म टाइम दिएको गर्नु खोजे के तिमीले त्यो बस्नु 2 मिनट मात्रै त्यो के हालेको छु त्यो के किनेर ल्याएको छ यहाँ के देखाएन कि म अहिले थाहा पाउनुहुन्छ के भन न त्यो बस्नु 2 मिनट त्यहाँ बस्नु 2 मिनट मात्रै गर्नु भयो आयो त्यो प्लेटमै हाल्नु पर्ने के होला त्यहाँ बस्नु न बस्दैन त्यहाँ यसरी उठाउनु बिहानदेखि यो खोजेर हैरान गरेर के हो प्रब्लम केही थाहा छैन त्यसै मैले टेन्सन गरायो गरेँ मन दुखायो गरेँ तिमीलाई पागल गरी देखिसकेँ मैले के हो भन्दैछु ल ल ल के पो सरप्राइज खुवाउन ल्याउनु लाग्छौँ तर के हो थाहा अहिले एरावेरा रहेछ भने यताउता अहिले जे पाइ त्यो रहेछ नि मैले जानेको थिएँ नि तिमी अनि यस गाई छ अनि अर्को कुरा भन्दाखेरि अस्ति ओपनिङ चाहिँ हाम्रो 7 गते भएको थियो शनिबार एकदम दामी तरिकाले दामी भएको थियो यति रस भएको थियो कि मैले भ्लगिङ चाहिँ के अरे स्टार्ट चाहिँ गरेँ तर के त भन्दाखेरि कन्टिन्यू गर्न सकेन बिर्सेछु साथीहरू आए सबैलाई ओए हो लो शिट हो
केक लिन गएको तिमी के अरे यो लिनु गएको यो क्यान्डल अनि एउटालाई 20 रुपियाँ अरे त किन यसो भन्नुहुन्छ थ्याङ्क यू सो मच ल म त कस्तो बिर्सेको म त अझै आउनु बाँकी छ भनेर सोचिरहेको नि त ला बिर्सिनु ल 2-4 दिनपछि भनेर सोचिरहेको ओहो सेट म त आज 11 गते यही दिन मैले भगाउन गएको गाइस 1 वर्ष अगाडि तपाईँहरूले ब्लग हेर्नु महानानी गएर ब्लग हेर्न सक्नुहुन्छ सरी बेबी जहिले पनि मैले नै सम्झिनु पर्ने चाहिँ पनि अनि मैले बिर्सेको कि त्यही मेरो बिहानदेखि रिसार्ज भनेको ह्याप्पी एनिभर्सरी बेबी 3, 2, 1 go फर्स्ट म कहिले काम चाहिँ म गर्छु नि त ओके के गर्नलाई खुसन गऱ्यो भनेको त यस्तो हो रहेछ कुराकानी अघिल्लोचोटिको बर्थडेमा नि मैले यस्तै टेरेको त केक पाएर एनिभर्सरीमा नि यही भयो ठिक छ त ओके छ त हामीलाई ठुलो दिन चाहियो हामी साथमा छौँ खुसी छौँ त्यही ठुलो कुरा हो तातो भयो तातो है ओ माई गुड नाइस मिल्छ आस गाइज हाम्रोमा मफिन पनि पाउँछ खाना हुन्छ चोको मफिन अनि के भन्न चाहन्छौ पहिला म त रेस्टुरेन्टमा त अनि म के भन्दै थिएँ भने क्या यार उद्घाटन दिन भ्लग गर्नु बिर्सेँ भन्दा भ्याइन एकदम बिजी भएको न ओके कस्टमर कमिङ याद गरेर बस्दो रहेछ दियोस् धन्न मैले याद त गरेको याद आउँथ्यो मलाई उठ्दा बित्तिकै त्यो याद आउँछ कि नै भन्छु भन्छु केही सिग्नल दिन्छु कि रिसार्च गरिदिन्छु म त्यति सोच्दै नसोचेको म त अनि काम जिम्मेवार छ यताउता जानु त्यही भएर मैले अझ आज दिनभरिको टाइम दिन्छु भनेको सामान ल्याउनु जान्छ के गर्ने बुढोले भन्दा अगाडि सरप्राइज दिनै पऱ्यो बुढोले थाहा पाउनु भने फेरि म पछाडि पर्छु त्यही भएर अगाडि नै सरप्राइज दिएको सामान लिनु जानु छ भनेर चाहिँ याद भएको अनि अरू कुराहरू याद नगरेको मैले सामान लिनु जानुला यताउता सामान यो ठाउँ छ भने मात्र दिमागले होइन मैले थाहा पाउनु त अस्ति नै थाहा पाएको यही महिना हो भनेर यही महिनामा 11 गते भन्ने पनि थाहा पाएको आज 11 गते भन्ने बिर्सेको कि मैले फेरि हिजोसम्म 10 गते भनेको थाहा पाएको फेरि आज 11 गते भन्नु बिर्सेको कि ल फाइनल्ली हाम्रो चाहिँ एनिभर्सरीको दिन पारेर हामी चाहिँ भ्लग पनि बनाउँदैछौँ कस्तो सम्झौको आजको दिन फर्स्ट एनिभर्सरीमा त गिफ्ट चाहिन्छ गिफ्ट साँझसम्म पाउँछौ तिमीले केही न केही त ठुलो एक्सपेक्ट नगर किनकि पैसा छैन माले पैसाभरि यसमै खर्च भइसक्यो हेर्न सक्नुहुन्छ आउनुहोस् गई तपाईँहरू मेरो एनिभर्सरी पारेर के छ आज अफर एनिभर्सरी अफर के छ अफर दिनु पऱ्यो म्याडम अफर एनिभर्सरी दिन पनि फिर्छ यस्तो भनेन मानिस पिट्नु पर्दैन त कहिले भने माने हजुरले आफूले मान्दैन अझ मलाई भन्छ एनिभर्सरी दिन पनि खुसीसँग पनि गर्नु बस्नु नपाउने न आफू खुसीसँग बस्ने न बुढा खुसीसँग बस्ने दिँदैनौ नि त्यसै बादमा ठुसिन्छ बादमा गर्छ आफूले के सोच्छ दिमागमा अनि मैले उसले सोचेको कुरा मैले दिमागमा राखेन भने त त्यसै ठुसिन्छ मलाई भनेको थाहा हुन्छ त खाँदै म खाँदा म त खाइसकेको कुरा खानेवाला छैन तिमीले भएको खाना पर्ने कुरा खाँदैन अस्ति भनिहाल्नु ब्राउनी खाने भनिरहेको थियो त्यही भएर बनाइदिएको नि भन्नु पऱ्यो त नि ब्राउनी लाग बनाउँछु भन्ने बेला त्यति बेला भन्नु पऱ्यो नि त अहिले भनेर हुन्छ के खान मन लाग्यो के गर्नु आफ्नो मेरो मनले त खुसी सोचेर तिमीलाई खुसी बनाऊ भनेर त गरे हो नि तिमीलाई दुःखी गराउँ भनेर गराएर भन्नु छैन त्यसै पछि चाहिँ
के भिडियो भिडियो राख्नु कुरा गरौँ अनि यस्तै गर्छ अनि देख्न त पर्यो त अनि असली रूप देखाउनु पर्ने मेरो बुढीको सबलाई थाहा हुनु पर्छ त्यसै बिनासिती रिसाउँछ बिनासिती ठुसिन्छ भिडियो नबनायो भने पिटिहाल्छ दुनिया भिडियो बनायो भने त रोकिन्छ त अहिले अनि पिच्छु अनि के पिच्छु मेरो हातमा दही जमेको भनेन म के गर्ने यहाँ करेन्ट खाम तिमीले करेन्ट च्यालेन्ज गर्नु बुढाबुढी करेन्ट च्यालेन्ज एक घन्टा करेन्ट कोल्छिटा खाने पकाएर मैले पनि कस्तो यो मान्छे त यति मलाई पकाउनु मैले पकाउने अरे हेर्नु ल भनिदिन्छु मम्मीलाई मैले तिमीलाई मम्मी हेर्नु न मलाई हजुरको छोरीले मलाई काम गराउँछ हेर्नु न मम्मी भनिदिनु न खाना बनाएर खुवा मिठो मिठो भनेर है माथि जाम्नु त बुवासँग पनि बुवा पनि हुन्छ जाम 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 लेट्स गो ओए 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 दिस हियर आई लभ यु हैप्पी एनिभर्सरी क्यान्डल पक्ने ह क्यान्डल पक्ने जाम 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 यो समाति हाल छिटो Happy anniversary, happy first anniversary, both of you. Happy anniversary, thank you भने खै त अलि त ल्याउनु अझ नजिक ल्याउनु त थम्मेर खिचौँ ल ल ल ओहो ठोकिनु फेरि हो यस दुर्घटना घटी एनिभर्सरी देखियो के आऊ कुनै खुट्टा मेल पो भुइँमा मरेको त थम्मेल बनाउँछु भने के लगिङ गर्न कति गाह्रो रहेछ देख्नु नउकीको ल थम्मेल गीत दिम थम्मेल ए ल पो त नि आज कहाँ थियो त
ल भाइ क्लिक गर्नुपर्छ र भिडियोमा त हैन ल फुगरौँ ल एक घण्टा क्यान फोटो खिचौँ न एक दुईवटा हालौँ न ल त्यहीबाट आइहाल्छ त्यहीबाट फोटो खिच्नु ल म खिचिदिन्छु ल फ्ल्यास लाइट अन गर न सिमी बरु ल 3 2 1 गो ल बधाई छ बधाई छ बधाई छ ल ल एकअर्कालाई खुवाइदिनु पर्छ ए दुईटा चम्चा ल्याउनु पर्ने एउटा चम्चा ल्याइछु ठिक छ आज जुठो पो खाने हो त यो सिचुएसन चाहिँ म मलाई चाहिँ बाहिर कसले खुवाइदिन्छ? म बाहिर जान बिर्सेछु त्यही माथि अर्काको पसलमा किन पैसा दिने आफ्नै दाइको पसलमा पैसा दिउँ भनेर पनि हो कि नै हो एकदम गुड सोच राम्रो छ कि नै ए बबाल त्यही माथि धेरै खाने मान्छे पनि नै सबै थोरै खाने डाइटिङमा के सबै मोटाए धेरै त्यही भएर सानाले थ्याङ्क यू सो मच सुमी थ्याङ्क यू नानी थ्याङ्क यू औ आयो त्यही भएर कहाँ ठोक्यो होला रगत आएछ अब कहाँ तपाईँ त्यहाँ होइन कतै अर्कै ठोके जस्तो लाग्यो त्यहाँसम्म खुट्टा होइन कि यतै हो क्या चोट लाग्यो उयो यसमा हो कि यसमा ठोक्यो अब म ठोकिनलाई थाहा छैन र अनि तिमीलाई थाहा हुन्छ त्यहाँ पर कतै खुट्टा लाउनु पुग्नु त्यति यसले भक्कु गराइदिन्छु भने यसले के अरे थम्मेल गराउँछु झन् नजिगाउनु भनेको झन् धेरै नजिगाउनु भयो ल आऊ तिमी पनि खानु आऊ धेरै नखानु बाबालाई अलिअलि खुवाउनु बुवालाई आज अहिले मम्मीले देख्नु पनि निसाउनु मिठो छ है हिले क्याफेको केक ओहो हो मैले पनि चाहेको थिएन यार यो चाहिँ हाम्रै प्रोडक्सन हिले क्याफे हिले क्याफेको केक कुन केक गाडी मड्क्यो प्रडक्सन नआउनु भन्ने लास्ट एकछिनमा लास्ट ड्राई भएर चाहिँ त्यो फ्रिजमा राखेर ए बाबालाई बुवालाई आगो किन बिचारा धेरै खान मिल्दैन ठिक्कको बोल्न पनि नमिलेर घाँटी मड्क्यो व्हाइट फरेस्ट व्हाइट फरेस्ट दा मिठो छ त यार है मिठो छ तर लास्टको चाहिँ त्यो ड्राई भएछ कि फ्रिजमा राखेको अप्पर दामी मिठो छ है ल खानेमा आउनु होला व्हाइट फरेस्ट हिले फरेस्ट ए हिले फरेस्ट हिले क्याफे एकदम सस्तोमा मिठो अनि नानी हुँदैन अर्कालाई किन दिँदैन पैसा अनि माथि के हो आफ्नै क्याफेलाई दिएको पैसा यो मैले अहिलेसम्म खाएन आज खान्छु लु खानु ओके कहिले खान्थेन अहिले सो यस्तै भयो आज हाम्रो एनिभर्सरी गिफ्ट सिफ्ट त्यस्तो केही पनि भएन किनकि हाम्रो धेरै खर्च भएको छ अर्को साल हामीले एनिभर्सरीमा चाहिँ गिफ्ट दिने हजुरहरूलाई पनि अनि हामीलाई पनि गिफ्ट दिने हजुरलाई के गिफ्ट दिने केही न केही त होला नि त ओ केही न केही गिफ्ट दिने प्रबन्ध गर्दै बिदा माग्न चाहन्छौँ बिदा माग्न चाहन्छौँ बाई बाई लभ यु अल थ्याङ्क्स फर वाचिङ ह्याप्पी एनिभर्सरी टु अस पारा ठिक छ नै बाई 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 बाई